हेलो हेलो साथीहरू, तपाईहरु के को पाइप बिछाउँदै हो यस्तो? नेटको पाइप हो। योबाट नेट चल्छ हो? ए नेट भने कस्तो मोबाइलमा चल्ने हो कि कम्प्युटर ल्यापटपमा टिभीमा केमा चल्ने हो यो? यो त अलमा चल्ने हो। अलमा उ चल्ने हो भने आउटरमा हाल्दै चल्ने हो कि लास्टमा। ए यो चाहिँ यो पाइपको नाम चाहिँ के हो? के हो यो पाइपको नाम? यो पाइपमै हो त यो पाइपको नाम मैले कहाँ सुनेको थिएँ, अप्टिकल फाइबर हो कि हो भने जस्तो लागेको थियो। केही जानकारी भए भनिदिनुस् न साथीहरू। अप्टिकल फाइबर 12 कोरको ए ल है, हामी साथीहरूले चाहिँ यहाँ नेटको पाइप तान्दैछौँ। हामी यता के ठाउँसम्म पुग्छ अरे भाइ हामी? यो गोवा हैन कि नेपालको मनाङ गोवासम्म हामी यो तार तान्दैछौँ। तपाईहरुले देख्न सक्नुहुनेछ यहाँ चाहिँ हाम्रो मिस्त्री साहब एकदम भर्याङ तान्दै के अरे तार तान्दै हुनुहुन्छ। हेलो हेलो भर्याङवाला भाइ, के छ? ठिक छ? यता चाहिँ हाम्रो रामजी भाइ मनाङको म्यानेजर हुनुहुन्छ। तपाईहरुले देख्न सक्नुहुनेछ तार चाहिँ माथिसम्म हामीले बिछाइसकेका छौँ। अब यता डाँडा काँडा हिमाल पाख पखेरा रुखहरू तपाईहरुले देख्न सक्नुहुनेछ। यो चाहिँ गोवा जाने बाटो हो, तिल्चे गोवा जाने बाटो हो। मनास्लु हिमाल पनि यहीबाट जाने हैन त? ठिक छ, हामी कुनै दिन अब हिमाल चढ्न इच्छा भयो भने यही बाटो हामी आउँछौँ र हिमाल चढ्छौँ। ल ताने कडा ताने। यसरी चाहिँ हामीले फाइबर तान्दैछौँ। यो चाहिँ कुन नेट होला? पिडिएस एटी नेट चाहिँ हामीले एफटिटिएच को लागि फाइबर तान्दैछौँ। यो चाहिँ मनाङ जिल्लामा पर्छ। लमजुङ हुँदै धारापानी हुँदै हामीले तिल्चेसम्म लाँदैछौँ। तपाईहरुले देख्न सक्नुहुनेछ यो चाहिँ इन्टरनेट प्रोभाइड गर्नको लागि यहाँका जनताहरूलाई चाहिँ अब नेटहरू जस्तो कि एनसिएलको एनडिसीको डाटाहरू राम्रोसँग चलेको हुँदैन र यहाँका पर्यटकीय स्थलहरूको लागि चाहिँ नेट अति आवश्यक मानिन्छ। त्यसै कारणले यहाँका जनताहरूको यहाँका कस्टमरहरूको चाहिँ मध्यनजर गर्दै पिडिएस नेट र एटी नेटले चाहिँ फाइबर यसरी तानिराखेको छौँ। यहाँका जनताको माग अनुसार, यहाँका ग्राहकहरूको माग अनुसार हामीले फाइबर तानिराखेका छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ। यसमा चाहिँ अब म पनि छौँ है। अब म चाहिँ कहिलेकाहीँ सहयोग गरिदिन्छु, अरू त गर्न सक्दिनँ। के गर्नु, साथीहरूलाई यसो फाइबर रोल खोलिदिने, फाइबर तानिदिने, भर्याङ बोकिदिने। भर्याङ चढ्न त सक्दिनँ, अब त्यही भएको कारणले चाहिँ अब आफूले इन्टरनेट हाम्रो भाइले चाहिँ फाइबर इन्टरनेट भन्दैछ। अब यहाँ इन्टरनेट हामीले चाहिँ लाँदैछौँ। मनाङ जिल्लाभरि नै हामीले यो सर्भिस दिने हाम्रो चाहिँ लक्ष्य छ। जहाँसम्म लाग्छ यो चाँडै नै हामीले पुरा गर्न सक्नेछ भन्ने हामीलाई पूर्ण विश्वास छ। हस् त, धन्यवाद। तपाईहरु भिडियो हेर्दै गर्नु होला, लाइक शेयर कमेन्ट गर्दै होला। हस्, धन्यवाद।